नगाइज कठ्यौरी है कठ्यौरी यहाँ नचलाइन हाम्रो यो ठुलो दबाई हुन्छ अरे यहाँ माइलाले हात हालो यी मौरी हैन क्या बुवा ठुलबा र म चाहिँ ठुलबाले मौरी देख्नु भएको छ एक ठाउँमा गोलो त्यो मौरीको अनुसन्धान गर्न जाँदैछौँ बाउ छोरा ठुलो टोकेर मार्ने है बाउ छोरालाई चिलिम फर्काइदिने हो कि हामी त्यो पनि हेर्छौँ है बाउ छोरा सुन्नेर नि आउन सक्छौँ कि टन्न खाएर आउँछौँ कि सुन्नेर आउँछौँ हामी बाउ छोरा मौरीको मह त खानु पर्यो होइन यसपालि एकदमै ठुलो वर्षा आएर ठुलबाको धानहरू सबै बिगार्दैछ ठुलबा चाहिँ रुँदै हिँड्दैछन् ठुलबा रुनु पर्दैन म छु 1 किलो चामल किनिदिन्छु ठुलबालाई साँच्चै हो नि यहीमा यी मौरी हैन क्या बुवा यहाँ त कस्तो मिठो मुवा हुन्छ यार यिनीहरूको आहा मुवाको डल्लो हुन्छ त बुढा घर लिएर आएर मिस्त्री लिएर आएर लिएर जान्छ कि अथवा यहाँ हाम्रै घरमा व्यवस्थित गरेर हाल्न कि भनेर मैले फोन गर्न लागेको थिएँ ए जङ्गली मौरी रहेछ नि अनि पो त न त घर खोज्दै गइहाल्थेँ नि लु जाए म त अब 1 घन्टा आधा घन्टा 1.5 घन्टा जतिमा आउँछु क्या म तपाईँले छोडेर कहाँ जानु जा पाल्न योग्य मौरी होइन त्यसै गरौँ न त छोडिदिउँ अब छोडिदिउँ यिनलाई जान जा अब देखाइदिइहाल्ने काट्नु न कि होइन जान त ठुली मम्मीले भात पकाइदिन्छ खाएर आउने आफ्नो काम पुरा गरेर जानु अबेर नगर अहिले अनुहार कस्तो हुन्छ मौरीले टोकेस कस्तो हुन्छ हामीले चाहिँ जङ्गली मौरी काट्न गइरहेको छौँ ठुलो कठ्यौरी मौरीको ठाउँ आइसक्यो ठुलबाले देखाउनु भएको ठुलबा चाहिँ नकाट्ने भनेर झुक्कायो ठुलबा उता घाँस काटेको हुन्छ मैले ठुलबाको ठाउँमा पनि जान्छौँ म काटिसकेर यता माथिबाट हेर टोक्ला मुखा यति छन् लुलु रेडी हो थोरै हो काटे हो त्यताबाट बिस्तारी म खस्छ है फेरि डरम पर्दैन ए मह छ हो त्यताबाट पन्छा त बिस्तारी बिस्तारी नगाइज कठ्यौरी है कठ्यौरी कठ्यौरी मौरी भेट्नु भने नपोल्नु है यत्तिकै हुन्छ नटोक्ने खालको मौरी रहेछ ओइ क्या राम्रो हुँदा प्लास्टिक पनि लिएको भए हुन्थ्यो नि लगाइ कठ्यौरी मौरी खासै मह चाहिँ रहेन रहेछ कठौरीको मह खाउनु पर्यो अब कठ्यौरी रहेछ मौरी भनेर होइन कठ्यौरी त होइन के किन कठ्यौरी भनेको यही हो मारेन नि त अब अन्त बनाइहाल्छन् नि बच्चा नि रहेन रहेछन् कहीँ पनि घर है कस्तो राम्रो यस्तै जङ्गली मौरी हो क्या यिनीहरू हामी चाहिँ त्यो अस्ति तपाईँले देखाए चाहिँ टन्नै थियो होला क्या यहाँ त पुरै भरि हुन्छ नि माथिको यो पानी परेको बेला खाएर बसेछ अब पनि नचल्न पाएको एक साथ के लाउँथ्यो अन्त लाउँछ अब त अनि के गर्नु एक चम्चा म आउँछ तिर्का दाइले खान्छ तिर्का म खान्छु हो तपाईँ खान्न खाने आउँछ आउँदैन यो तिर्का छ यी काट्न पाक्नु पारौँ टन्नै खाछन् किरियाहरू खाछन् पानीले यो माथि त मकै थुप्रो हुने हो नि यत्रो खान्छ काट्दिन भनेर यो ठुलो दबाई हुन्छ अरे मल लगेर केहीमा झारौँ र होइन म हातमै बोक्छु के लोभिरहन् म खान्न क्या होइन मान्छेले देख्छन् घरमा लैजाऊँ अनि त्यहाँबाट एउटा भाँडामा झारौँ यहाँ दिन्न त्यहाँ चिप पिच्किन्छ क्या म हातमै बिस्तारै बोक्छु चिप लिन्छ खस्छ क्या ठुलो मैले त्यहाँ कमजोरी बनाइसकेँ
ल हेर हो खस्दैन अब भारी यताउता गर्दा खस्छ क्या म सडक बोकेर हिँडिहाल्छु हिँड के लोभी बुढा र यसको म सानो सिसीमा राख्ने अनि यसको त दबाई हुन्छ अरे नि ए हो म त यो मौरी नै भनेर झ्याग्ने बुढालाई झुक्काएछ कठौरीले हात हालिहाल्थेँ नि बिस्तारी गरेको हामीले नेटमा हेरेको टोक्दैन भन्यो पहिले काटेका मान्छेको हेरेको नटोक्न छैन खस्ने हो कि म होइन तपाईँसँग आउँछु हिँड्नु न बोक्नु न म यहीँ बुढाले बिगारिहालेँ पिच्काएर ठुलो त्यहाँ बिसाउनु नि त म बोक्छु ठुल्बा ए ठुल्बा पहिला उहाँ बिसाउनु न म बोक्छु पहिला दिन्न ल बुढी जाइ देखाउनु कुदेका होइन यहाँ माइलाले हात हालो अमलाले हात खिचाइदियो अनि यहाँ म भरिरहेको छ एउटा कालो जे चाहिँ पोको थियो मौरी नै के गर यसको अलिकति बट्टामा हालेर पखारमा छ सफा मखमा हाल्नु सफा मख होइन सिसाको बट्टा भयो नि त ल एउटा बट्टा खोजेर हाल होइन यहाँ चर्च काट्न मिल्छ यसरी निचारिदिउँ न झरिहाल्छ हुन्न झर्छ हातभरि लाग्छ लतपतिन्छ अनि हातमै सिद्धिन्छ सबै हात त चाटौँ कस्तै ठुलो यार फटाकाम नगर्नु यहाँ थोपो चोको ए है म त के थिएँ भनेर हो माइला ठुलै मौरी थियो नि अब मलाई चाहिँ सको भनेर अनि घाँसै छोडेर के को दबाई हो त दबाई के दबाई भन्छ दबाई त दबाई के को दबाई त ल हेर त्यही त के को दबाई मलाई नि दबाई खानु मन छ यहाँ घाउ छ खुट्टोमा दबाई कि दबाई भन्नुहुन्छ के को दबाई दबाई अनि दबाईले के जे भयो भने तिहारी होइन हो हेर न ती उही यता पनि छ यहाँ मौरी नै रहेछ लुकेर खाँदै रहेछ धेरै बोक्रीसँग चाहिँ माथि त हुँदैन माथि नगरेन बोक्रीसँग चाहिँ नखुर्के खै त सुबा भाइ माइला अहिले लगेर हामी क्याच गर्नुपर्छ है एक पिस चाहिँ खाम न के उ गर्छौ राख्ने हो नखाएर तिरा हाल्छ सहिले चाख्नु मौरी नै रहेछ सफा औषधि नै होला र अनि मर छैन त्यहाँको औषधि भन्ने ठिकै छ खाने औषधि हो नि यो माइला अब त्यसले पोखो कहिलेको पूजा आजा ठुल्बाले चढाए जे भए पनि ठुलामा छैन ठुला मैले खुवा त खाएँ ठुल्बाले चढाएँ बौद्धिक मान्छे हो नि यार हाम्रो ठुल्बा त्यति भए पनि राख्नु अरू चाट्नु मारेर तिर्का राखिदिन्थ्यो ऊ होइन आधी एक ठुलो मम्मीलाई छोइन भर्खरै ठुलो चाख्नु बोर्डको चाहिँ म चाख्छु यार सुरुमै चिनी जस्तो रह यार है होइन देखा भने त्यो
झरीमा झन् यो तातो पानीले ए नहाल्नु न पखाली पनि खाओस् म चाटेर खान्छु हामीलाई देखाउँछ नि पहिला चाहिँ थियो नि भयो अझ नजिक्ने भएको थियो अनि यहाँ आएर हेरेँ भन्ने अर्थ थियो होला त्यो पानीमा चाहिँ मजा खाएर बसेँ गाइस यहाँको मुवा चाहिँ झिक्यो अब यहाँ अलिअलि बच्चा छन् ठुलबा र मैले चाहिँ यहाँनिर अब बच्चा भएकोले चाहिँ त्यसलाई जहाँ थियो त्यहीँ होइन ठुलबा जहाँ थियो त्यहाँ हालिदिने कुरा छ बाउ छोराको सल्लाह अब तपाईँहरूलाई हामी त्यहाँ हालेर पनि देखाइदिन्छौँ किनकि अब किन मार्नु बच्चालाई होइन अब बच्चा छन् अब कठौरी भाइ बहिनीहरूलाई त्यहीँ छोडिदिने यस्तो टन्टलापुर घाममा नि म र ठुलबा टोपी लाएर हिँड्छौँ हामी हैटट्टी नआएकै भयौँ है ठुलबा है हामी त काहीँ न कामका पुङ्गा पो भयौँ त अँ जस्ताको तस्तै राखिदिनु पा हुन्थ्यो खासै हामीले यो प्लास्टिक बोक्नु ल ठुलो चाहिन्छ अघि नै ल्याएको थियो यी है ओइ अर्कोमा के घर बनाइदिने पहनु न नधपाउनु न गाडेर राखिदिउँ न ठुलो त्यो हावाले उ गर्छ ए बुढा बिचकाए ल हेर खस्छ त्यहाँ बच्चा थियो नि ए नगाइज रचन धन्न यार कसम कहीँ गएका रहेछन् यार अब सर आउँछन् है ठुलो यहाँ केही उसले बाँधिदिउँ न बिचरा कहीँ गएका रहेछन् यार यत्रै सिद्धि गाइज बुढी लगाएर त मैले घरको मुवामा हाल्छु डोडमा हालिदिन्छु कमिलो लान थालेछ नि अनि कमिलै कमिला आएछ नि